यही ठाउँमा हुर्किसकेपछि एउटा सामान्य परिवारले जसरी राजनीति गर्नुहुन्न भन्ने एउटा चलन या तपाईँको समाजमा एउटा संस्कृति टाइपको बसिएको छ। यो संस्कृतिलाई चिर्दै म एउटा +2 गर्दै राणा गाउँ स्कुल +2 गर्दै काठमाडौँसम्म हुमिएर केही जीवन बनाउनुपर्छ र पारिवारिक जीवनमाथि उकास्नुपर्छ भन्दै गर्दा मैले त्यतातिर ध्यान नदिएर मैले थोरै फरक सोच्नुपर्छ, यो समाजभन्दा फरक सोच्नुपर्छ। अहिलेसम्म धेरै मान्छेहरूले बोलेका सुशासनका, समानताका, होइन, भ्रष्टाचारका कुरा बोल्ने तर लागू नहुने कुरालाई अब हामीले चाहिँ लागू गर्नुपर्छ भनेर मैले नेपाल कम्युनिस्ट पार्टी माओवादीमा हाम फाल्दै गर्दा थुप्रै ठाउँ घुम्ने, थुप्रै मान्छे चिन्ने, थुप्रै विषयमा आफ्नो अन्याय अत्याचारका कुराहरू अन्त्यमा सहभागिता पनि भयो र हामीले केही नराम्रा कुराहरूको अन्त्य गऱ्यौँ। समाजमा भएका, जिल्लामा, देशमा भएका केही गलत कुराहरूको हामीले अन्त्यका लागि पहल कदमी गऱ्यौँ या त्यो अन्त्य नि गऱ्यौँ। त्यसैले म सबैलाई के भन्न चाहन्छु भने, यहाँ उपस्थित सम्पूर्णलाई के भन्न चाहन्छु भने, चुनाव आइसक्यो, थुप्रै मान्छेहरूको टिकट टिप्नी छ समाजमा, नयाँ पार्टी, नयाँ मान्छे, होइन, नयाँ मान्छे, चुनाव गाह्रै हुन्छ, भोट किन खेर पार्ने भन्ने टाइपको थुप्रै साथीहरूले मलाई फोन गरेर भनिरहेको हुन्छन्। थुप्रै मान्छेले भेटमानी भन्छन्। त्यो चाहिँ छैन अहिलेको स्थितिमा, किनभने हामी 18 वर्षसम्म, 10 वर्ष त्यो 18 वर्ष 28 वर्षसम्म हाम्रो पार्टी चुनावमा नजाँदै गर्दा हामी यो बेला चुनावमा गएको छौँ। केही न केही छ यति बेला भनेर हामी चुनावमा हुमिएका हौँ। किनभने भदौ 23 र 24 गते एउटा जेन्जी आन्दोलन भयो। जेन्जी आन्दोलनको एउटै मकसद थियो भ्रष्टाचार अन्त्यका कुरा, अनियमितताका कुरा, होइन, बुढापाकाको केही बुढापाकाहरूले 70-80 वर्ष पुगिन्जेलसम्म राज्यको उपचार गरिराख्ने, राज्यको पैसाबाट यिनीहरूको सेवा सुविधा गरिराख्नुपर्ने र राज्यलाई लोड परेर यिनीहरूको अन्त्य गर्नुपर्छ र अब आउने चुनावमा युवा पुस्ताहरूलाई समेट्नुपर्छ भन्ने हेतुले हाम्रो पार्टीले निर्वाचन आयोगमा दर्ता भयो र मलाई डोटी जिल्लाको प्रतिनिधि सभाको टिकट दियो। त्यसको लागि पार्टीलाई धन्यवाद र मलाई यो माटोमा जन्माएर यति यो प्रतिनिधि सभाको उम्मेदवारसम्म बनाउने सक्नेसम्म बनाउनु भयो। सबैलाई धन्यवाद दिन चाहन्छु। त्यसैले अर्को कुरा के भन्छु भने, जसरी हाम्रो ठाउँ बारम्बार थुप्रै नेताहरू आउने, एउटा चुनावमा भोट ब्याङ्क बनाउने र बारम्बार भोट लगिरहने र लास्टमा एउटा 5 वर्षमा एउटा गाउँमा नआउने, भेटघाट नगर्ने जुन स्थिति छ, यसको नि अन्त्य गर्नुपर्छ। म यसै ठाउँबाट उठ्नुपर्छ भनेर मैले उम्मेदवारी दिएँ। त्यही भएर हामी जिल्लाभरि घुमिरहेका छौँ। सबै ठाउँबाट राम्रै साथ सहयोग हौसला आइरहेको छ। सबैले भोट हान्ने कुरा, सहयोग गर्ने कुरा, समर्थन गर्ने कुरा, होइन, सबै ठाउँबाट भइरहेको छ। त्यही भएर मैले आफ्नो ठाउँमा त झन् त्योभन्दा बढी आश गर्ने कुरा भइहाल्यो। जुन बाहिरबाट मलाई साथ समर्थन आइरहेको छ त्योभन्दा बढी मेरो आश हो। सकभर त मैले मेरो वडामा सबै भोटको अपिल नि गरे हो। यहाँ जति खस्छन् टोटल भोटरको सबै मलाई आओस् भन्ने नि हो। तपाईँहरूले गर्नुहुन्छ भन्ने नि छ मलाई, किनभने म यही ठाउँको मान्छे। त्यही भएर सबैले गर्नु होला भन्ने छ। अनि अर्को कुरा चाहिँ, केन्द्रीय राजनीतिमा जति मान्छे हामीले पठायौँ, दाइले नि भन्यो सायदै यो हामी नि टप 4 भित्रै पर्छु यो चुनावकै हिसाबले हेर्ने हो भने। 2014-15को 2013देखि 15को सेराफेरी हेर्ने हो भने डाक्टर केआई सिंह प्रतिनिधि भएर यहाँबाट जानुभएको थियो। त्यसपछि मनोज भट्ट गइरहनु भएको थियो र त्रिलोचन भट्ट र मेरो लगभग उम्मेदवारी प्रतिनिधि सभा सँगसँगै भएको छ, होइन। त्यही भएर मैले के हो भन्न खोजेको के हो भने, जहिले नै हामीले अरूलाई मात्र हेऱ्यौँ, बाहिरकोलाई मात्र हेऱ्यौँ र केही तपाईँको सुटबुट र केही पैसा आउनेलाई मात्र हेऱ्यौँ, होइन। हामी जहाँका त्यही रह्यौँ। त्यही भएर जहाँका त्यही रहने, सुशासन, अन्याय अत्याचारमा परेको मान्छेहरूको पिलामा मलमपट्टि लाएर म अगाडि बढ्न चाहन्छु र सबै मान्छेहरूले भोट गर्छन् भन्ने आशा नि छ।